हे दिनैभरि गाउँ घरमा भुलेर काले देवर आउनु भो डुलेर कुर्दा कुर्दै भयो 10:30 मलाई पैसा आएर छट्टा छु तिम्रै कान्छी बहिनीलाई पट्टा छु कुर्दा कुर्दै भयो 10:30 हे भाउजूसँग कस्तो मुख फर्काउने स्वास्नीलाई हो यसरी थर्काउने कुर्दा कुर्दै भयो 10:30 हे हाम्रा दाइ त थिए नि रामा झै भाउजू परिन् सौतिनी आमा झै कुर्दा कुर्दै भयो 10:30 हे मलाई भन्दा झनै रिस उठ्ने छन् पर्ख अब दाइ आएर कुट्ने छन् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस। बाबुको प्रतिभा धेरै नै राम्रो छ, एकदमै निर्धक्क भएर मैले अघि नै भनिसकेँ राजेश हमालको जस्तो नक्कल पारेर गीत गाउनु भयो। सानो सानो घर छ मेरो रोल्पा लिङदुङ गाउँमा अमृत बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा कामले पाको नामले पाको कामी दाइको छोरो ए नखाम कसम नलाम माया मनाइ मेरो मारो साइले। हे दिनैभरि गाउँ घरमा भुलेर काले देवर आउनु भो डुलेर कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस। गाउँभरि डुलेर काले देवर आउनु भो डुलेर कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस। ए अझै पनि आएन माया आउने बस। ए अझै पनि आएन माया आउने बस। भाउजू तपाईँ माया नि दिनुस् त भोक लाग्यो थोरै भात लिनुस् त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस। माया नि दिनुस् त भोक लाग्यो थोरै भात लिनुस् त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस। अझै पनि आएन माया आउने बस। ए अझै पनि आएन माया आउने बस। हे आउँछन् भन्न खेल्नलाई जामकाले केही खान नि दिएनन् र गामकाले कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस। खेल्नलाई जामकाले केही खानलाई दिएनन् र गामकाले कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस। ए अझै पनि आएन माया आउने बस। ए अझै पनि आएन माया आउने बस। यो मायाले नि रस्य
भन्नुहोस् भाकी छु मवारी स्कुल पनि हुँदैन सवारी कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस भाकी छु मवारी स्कुल पनि हुँदैन सवारी कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस सुन्नु भएन मलाई भोक लागेको स्कुलबाट हो छुट्टी मागेको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस मलाई भोक लागेको स्कुलबाट हो छुट्टी मागेको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे बासी आटो छलाउनुस् खानुस् है खाइसकेर गाई ग्वाला जानुस् है कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस छलाउनुस् खानुस् है खाइसकेर गाई ग्वाला जानुस् है कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस अरू भन्नुहोस् ग्वाला त जाँदैन भात चाहियो आटो त खाँदैन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ओह्रालो जाँदैन खाँदैन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे मुखै लाउनुहुन्छ के हो र लौरी लाउन नपरोस् देवर कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस लाउनुहुन्छ के हो र लौरी लाउन नपरोस् देवर कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हानेको के अङ्क सहित औलाले गनिदिन्छु नहान्नुहोस् है दाजुलाई भनिदिन्छु कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस औलाले गनिदिन्छु नहान्नुहोस् दाजुलाई भनिदिन्छु कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे छरे भाइ त बेकारको बनेको दाइले नै होला तक्लाउ भनेको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस बेकामको बनेको दाइले नै होला तक्लाउ भनेको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस बेसी हुँदै ओह्राली झर्ने
कामकाजमा सघाउने कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस वचनै लगाउने कहिले भन कामकाजमा सघाउने कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस तपाईँ जस्तो जिन्दगी मस्त मलाई काम लगाउने आफू चाहिँ टिकटकमा व्यस्त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस यो जिन्दगी मस्त मलाई काम लगाउने आफू टिकटकमा व्यस्त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे मैले नै हो घरको काम सक्ने चलाइन्छ फेसबुक नि टिकटक नि कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस घरको काम सक्ने चलाइन्छ फेसबुक नि टिकटक नि कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे दाइले पनि भाउजूलाई उचाले आमा भ्याबे हिर्काउँदै कुचाले कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस भाउजू पनि भाउजूलाई उचाले आमा भ्याबे हिर्काउँदै कुचाले कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस ए लाटो हो कि खै कुन्नी बाठो नि कुकुर आएर खाइदिएछ आटो नि कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस खै कुन्नी लाटो नि कुकुर आएर खाइदिएछ आटो नि कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस रिसाउँछु म एकछिनलाई फकाउनुहोस् त्यस्तो भए अब भात पकाउनुहोस् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस रिसाउँछु म एकछिनलाई फकाउनुहोस् त्यस्तो भए अब भात पकाउनुहोस् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे भाउजूसँग कस्तो मुख फर्काउने स्वास्नीलाई हो यसरी थर्काउने कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस कस्तो मुख फर्काउने स्वास्नीलाई हो यसरी थर्काउने कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस देवरले के गीत पनि देवरले गाउनेछ नातिनुहोस् त्यो दिन नि आउनेछ कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस देवरले गाउनेछ नातिनुहोस् त्यो दिन नि आउनेछ कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया
अझै पनि आएन माया आउने बस छैन केही अक्कल राज्य समाज जस्तो छ नक्कल कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस मलाई पैसा आएर छट्टा छु तिम्रै कान्छी बहिनीलाई पट्टा छु कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस आएर छट्टा छु तिम्रै कान्छी बहिनीलाई पट्टा छु कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे सक्ने होली क्यारी मन भुलाउन आउने होस् र बोकेर डुलाउन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस क्यारी मन भुलाउन आउने होस् र बोकेर डुलाउन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस तिम्रै बहिनी अमृतको स्वास्नी हो बिहे गरेपछि छुट्टेर बस्नी हो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस तिम्रै बहिनी अमृतको स्वास्नी हो बिहे गरेपछि छुट्टेर बस्नी हो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे नसोचे है खुसीले नाच्दिन्छु आउने बहिनी आए खुट्टा भाँच्दिन्छु कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस खुसीले नाच्दिन्छु आउने बहिनी आए खुट्टा भाँच्दिन्छु कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस कहाँ बसौँला हातमा दुई जमार मल खातमा फालिदिन्छु समार कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस कहाँ बसौँला हातमा दुई जमार समार फालिदिन्छु समार कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे रिस उठ्या छ आटो नखा भर नबोल है पिटमला आभरा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस आटो नखा भर नबोल है पिटमला आभरा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे हाम्रा दाइ त थिए नि रामा झै भाउजू परिन् सौतिनी आमा झै कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस हाम्रा दाइ त थिए नि रामा झै भाउजू परिन् सौतिनी आमा झै कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस ए अझै पनि आएन माया आउने बस हे हुनुपर्छ देवर नि भाइ जस्तो गर्छौ सबै
सबै सम्पत्ति खाइ जस्तो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस देवर नि भाइ जस्तो गर्छौ सबै सम्पत्ति खाइ जस्तो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अहिले चाहिँ मायाको दम्पति तम्रिनामा छ सबै सम्पत्ति कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस मायाको दम्पति तम्रिनामा छ सबै सम्पत्ति कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे मलाई भन्दा झनै रिस उठ्ने छन् पर्ख अब दाइ आएर कुट्ने छन् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस झनै रिस उठ्ने छन् पर्ख तिमीलाई दाइ आएर कुट्ने छन् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस म भोकै तिमी चाहिँ अगाउँछौ दाइलाई नभएको कुरा लगाउँछौ कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस मम्मी चाहिँ अगाउँछौ दाइलाई नभएको कुरा लगाउँछौ कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे श्रीमती झै गराउँछौ मलाई त छोडुला म कुरा नलाई त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस गराउँछौ मलाई त छोडुला म कुरा नलाई त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस आज दाइ आउने दिन माछा मार्न जान्छु म खोलामा आज घर आउँदिन होलामा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस जान्छु म खोलामा आज घर आउँदिन होलामा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे रिसै उठ्ने हो कति बोलिनी आज मात्रै होला कि भोलिनी कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस हो कति बोलिनी आज मात्रै आउनौ कि भोलिनी कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे बेसी हुँदै ओह्रालो झर्ज्याला पर्सिसम्म रिस पनि मर्ज्याला कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस बेसी झर्ज्याला पर्सिसम्म रिस पनि मर्ज्याला कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस अझै पनि आएन माया
धेरै धेरै धन्यवाद अत्यन्तै मिठो गीत सङ्गीतका लागि। यति बेला दर्शक महानुभावहरूले आराध्य आगरी युट्युब च्यानलमा हेर्दै हुनुहुन्छ। साँच्चैकै आज टिका बहिनीलाई चाहिँ भाइको प्रतिभा कस्तो लाग्यो? साह्रै राम्रो। खासमा अब नयाँ नयाँ भाइ बहिनीहरू आइराख्नु भएको छ पछिल्लो समय हाम्रो यो दोहोरी क्षेत्रमा। अनि आज मैले भाइसँग गीत गाइरहँदाखेरि नयाँ मान्छेसँग झन्झन अप्ठ्यारो जस्तो, अब गाइराखेको मान्छेसँग जति खुलेर एकदमै जे भन्न पनि मन्जुर भएर गाउन अलि अप्ठ्यारो नै हुन्छ हामीलाई। झन् सानो मान्छेलाई के भनौँ कसो भनौँ भन्ने हुन्छ, केही गाली गरौँ भने पनि दर्शकहरूले हामीलाई गाली गर्ने। त्यो भएर एकदमै सम्हालिँदै गाउँदा पनि म एकदम छुच्ची भाउजूमा परेँ आज। खास म यस्तो छैन, मेरो देवरलाई म धेरै माया गर्नेवाला छु है। बाबुको प्रतिभा धेरै नै राम्रो छ, एकदमै निर्धक्क भएर मैले अघि नै भनिसकेँ राजेश हमालको जस्तो नक्कल पारेर गीत गाउनुभयो। आगामी दिनमा यहाँका प्रस्तुतिहरू एकदमै आजभन्दा भोलि, भोलिभन्दा पर्सि झन् धेरै सामाजिक सञ्जालहरूमा हेर्न, देख्न, सुन्न पाइयोस्। धेरै धेरै शुभकामना छ। धन्यवाद। अनि हाम्रो चाहिँ अमृत भाइलाई चाहिँ आज कस्तो लाग्यो त्यसरी गीत गाउँदै गर्दा? मलाई एकदमै खुसी लाग्यो। हामी निकै नै टाढा होइन, रोल्पादेखि हामी हिजो नाइट चलेको बिहान 9 बजीतिर हामी काठमाडौँ आयौँ। अनि त्यसै गर्दा त्यसैले अब हाम्रो एकजना आन्टी भन्ने हुनुहुन्छ, मेरो निकै नै प्यारो आन्टी। अनि उहाँले चाहिँ यहाँनिर गएर दोहोरी गाउनुपर्छ है बाबु भन्नुभयो होइन। अनि चाहिँ हामी चाहिँ अब यस्तै दोहोरी गाउन आएको, ठ्याक्कै टिका दिदीसँग परेछ। अनि चाहिँ एकदमै खुसी लाग्यो होइन। अब म त अब पहिलोचोटि नि दोहोरी गएको होइन, कस्तो लाग्छ अब। के अरे खास गीत उठाउने पालो टिका बहिनीको पर्यो है। उहाँले सुरुमै दियोर भन्नुभयो, तपाईँ दियोरकै भूमिकामा रहनुभयो। यदि तपाईँलाई चाहिँ पहिला तपाईँले निकाल्नुहोस् भनेको भए के भन्नुहुन्थ्यो? भाउजू भन्नुहुन्थ्यो कि अथवा के भन्न मन लागेको थियो? कतै चाहिँ आफ्नै श्रीमती नै भन्न पो मन लागेको थियो कि? होइन होइन, त्यस्तो त मिल्दैन, किनभने हाइट हेरौँ अब होइन। अब अनि चाहिँ अब उहाँको उमेर धेरै नै भइसक्यो, मेरो उमेर त अब भर्खर त 14 वर्ष भयो। अनि चाहिँ मिल्दैन त्यो त। तपाईँको 14 वर्षको उमेरमा म पनि ठ्याक्क त्यति बेला चाहिँ एसएलसी पास गरेको थिएँ। म पनि प्रतियोगितामा गाउन हिँड्थेँ कि तपाईँको बालापन सम्झेर मलाई फेरि के आएको थियो भने यदि भनिदिन परेको भए न त होची न त छौ औलिनी दिदी भन्थ्यो रिसाउने औलिनी भनेर भनिदिन सकिन्थ्यो कि। तपाईँको स्वरमा यही टुक्का भने भए खुब रमाइलो हुन्थ्यो जस्तो लागेको थियो। त्यही पनि दियोर भाउजूको प्रसङ्गमा पनि खुब मजाले गाउनुभयो, ट्र्याक नछोडेर होइन। अन्तिमसम्म भाउजू नै बनेर उस्तै पऱ्यो भाउजूकै बहिनी पत्याइदिन्छु भनेर तपाईँ मान्छे कडा हो है। हजुर। अरू के छ अनि रोल्पातिरको खबर? अहिले कतिमा पढ्दै हुनुहुन्छ? म अहिले 9मा पढ्दैछु। 9मा पढ्दै हुनुहुन्छ? ल, पढाइ पनि राम्रै छ भनेपछि गाउन मात्रै टकडा भनेको पढाइमा पनि तपाईँ पक्कै टकडा हुनुहुन्छ भनेपछि अब तपाईँको रोल्पामा चाहिँ साथीहरूले पनि अब हेर्नुहुन्छ होला तपाईँको गीत आएपछि। के भन्न चाहनुहुन्छ त यो स्टेजमा बसेर चाहिँ? म चाहिँ अब के भन्न चाहन्छु भने अब मैले तपाईँ उहाँहरूको सामुन्ने नै मैले स्कुलमा गाउँथेँ गीत। अनि त्यसै गर्दा आज तपाईँहरूले यस्तै च्यानलमा देख्न पाउनुभएको छ। अब लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल भन्न चाहन्छु। ल, धेरै धेरै धन्यवाद छ। आज खासमा चाहिँ धेरै ठुलो योजना पनि होइन, हतार हतार चाहिँ हामीले चाहिँ यो कार्यक्रम यो दोहोरी छायाङ्कन गरिहाल्यौँ। भाइले भनिसक्नुभयो यो छायाङ्कन हुँदाको हिजोको नाइटमा चढेर आएको मान्छे आज यति फ्रेसका साथ यति उमङ्गका साथ गीत गाउँदै गर्दा मलाई पनि आडमा बसेर सुनिरहँदा एक खालको भाइप्रति चाहिँ भोलि अझै पनि दोहोरी चाहिँ अझै अगाडि जान्छ है भन्ने खालको विश्वास लागेको छ। दाइ म चाहिँ एउटा गीत गाउँछु। होइन ठिक छ, हजुरलाई चाहिँ कुन गीत गाउन मन छ? सानो सानो घर छ मेरो रोल्पा लिङदुङ गाउँमा। हाम्रो म्युजिसियन साथीहरूले थोरै साथ दिनु होला भाइको यो कलाको लागि। दाइ एकदमै तपाईँलाई मैले चिनेको छु होइन। हाम्रो उही रोल्पा गाउँकै प्यारो दाइ एउटा रोल्पालाई जियोस् मनसुन एउटा मिठो धुन बजाइदिनु न बाँसुरीको। सानो सानो घर छ मेरो रोल्पा लिङदुङ गाउँमा। अमृत बाबु भन्दै मलाई बोलाउ
नलाम माया मनै मेरो मारो साइले ए साइले मसँगै जान्छेउ र मैले छोको कान्छेउ र ए साइले मसँगै जान्छेउ र मैले छोको कान्छेउ र ए थ्याङ्क यू। मलाई एकदमै वाद्यवादकमा साथ दिनुहुने मेरो आदरणीय प्रिय दाइहरूमा एकदमै म आभारी छु। धन्यवाद। टिका बहिनी अब चाहिँ के भन्न चाहनुहुन्छ फेरि? धेरै खुसी लाग्यो। अब मनभित्र धेरै कुराहरू उब्जिरहेका छन्, सबै व्यक्त गर्न सकिँदैन। बाबुको गीत गाउने शैली सँगसँगै बोल्ने शैली पनि एकदमै राम्रो मैले थाहा पाइसकेँ। अब आगामी दिनमा राम्रै प्रगति गर्नुहुनेछ भन्ने आशा छ। अहिलेलाई चाहिँ हाम्रो बहिनीले बाबुको हौसला स्वरूप थोरै पुरस्कार वितरण गर्ने भनेर सोच बनाउनु भएको छ। आराध्या बहिनीलाई, हाम्रो अमृत भाइलाई पुरस्कार प्रदान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। लौ त दर्शक महानुभावहरू, आजको यो छोटो मिठो कार्यक्रममा हामीले प्रिय भाइ अमृत विकको निकै मिठो प्रस्तुति, त्यसै गरी टिका सानु बहिनीसँगको दोहोरी पनि सुन्ने अवसर पायौँ। भाइमा चाहिँ असाध्यै प्रतिभा छ। यतिको प्रतिभालाई हजुरहरूले पनि हौसला प्रदान गर्नुभयो भने अवश्य पनि भाइको अझै गीत सङ्गीतमा उच्च प्रगति हुने मैले पनि अनुमान गरेको छु। अब कतिपय शब्द संयोजनका कुराहरू, कतिपय अझै पनि होइन विषयवस्तु चयनका कुराहरू, ती कुरा त उमेरसँगै शिक्षासँगै अनुभवसँगै सिकिने कुरा हुन्। जुन भाइको चाहिँ गाउने एउटा फिल छ नि, त्यो फिल भनेको एउटा गड गिफ्टेड हो के। निर्धक्क भएर एकदमै आनन्दले गाउनुभयो। यहाँलाई चाहिँ अझै धेरै उत्तरोत्तर प्रगतिको कामना गर्दै र दर्शक महानुभावहरूले पनि भाइको लागि पनि यो भिडियो धेरैभन्दा धेरै लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै आजको लागि सम्पूर्ण युनिट बिदा चाहन्छौँ। हस्त नमस्कार, धन्यवाद।